नमस्ते, हामी चाहिँ आज यसो पिकनिक खेल्न आएको छौँ तिनकटे चिया बगान र उहाँ हुनुहुन्छ हाम्रो सुनिल सर, राइडर सुनिल। र आज तपाईँहरू देख्न सक्नुहुन्छ निकै नै हरियाली छ हाम्रो तिनकटेको चिया बगान। र आजको समयलाई होइन केही रमाइलो गरौँ, केही सही सदुपयोग गरौँ भनेर चाहिँ हामी यहाँ तिनकटे बगान आएको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चियाको मुनाहरू कति निकै नै राम्रो राम्रो भर्खरको होइन कलिलो मुनाहरू कस्तो राम्रो लाग्यो मलाई यो त्यो देख्दा। सो अहिले चाहिँ धमाधम कटाइ भइरहेको छ। उहाँ हुनुहुन्छ पिटिएस र उहाँ हुन्छ सुनिल लिम्बू, राइडर सुनिल। मौसम निकै नै राम्रो। चढ्नु आँटेको के को लागि त्यो चाहिँ सुनिल सर के को लागि? स्पुनको लागि। सो यहाँ चाहिँ हाम्रो चम्ची नभएर बिजोग भइरहेको छौँ। सो हामी अब यहाँनिर चम्ची खोज्ने क्रममा छौँ। यो चियापत्तीको हुँदैन चम्ची? चढा न यो तिमी चढा त मुसा छिटो चढा भाउ चढाउँछ। सोल्डिङलाई यति गर्नु सक्नेछ भने तेरो काम छैन नि फेरि म सोल्डिङ दिन्न नि फेरि यति गर्नु सक्नेछ तपाईँको सोल्डिङ चढ्नु फेरि। सो यहाँ चाहिँ चम्चीको अभावले गर्दाखेरि हामी यसको पत्ता झार्न गइरहेका छौँ र यसको पत्ता झारेर चाहिँ हामी आज चम्ची बनाएर गम खानेछौँ। यो चाहिँ हाम्रो चम्ची नभएर चढेको त चम्ची नभएर चढिरहेको छ र पुग्छ होला लगभग अब हाम्रो यतिले चम्ची पुग्छ जस्तो लाग्यो। अब हाम्रो सुनिल सरले लगभग बाँदरभन्दा खतरा रूप चढ्नुभयो र झारेर ल्याइसक्नु भइसक्यो। धन्यवाद। र अब हामी चाहिँ यस्तो जङ्गलमा यस्तो मिठो मिठो खाँदैछौँ चिया बगानमा होइन। अब हामीले खाना गइरहेको छौँ नरिसाउनुलाई। अब हाम्रो सबै सकिसकेको छ। अलिक हाबियाबी खानुपर्छ। अब घरतिर जान्छौँ ल हामी।
हाम्रो बहिनीहरू पनि आउँदैछ त नि सर हेर नि अब हुन्छ कि भएन भयो भएन सबैभन्दा राम्रो चाहिँ बाँडेर खाने बाँधे है म त धेरै बोल्दिनँ कि भाइहरू बोलाइ म त माया लागिहाल्छ त नानीहरू हजुर अङ्कल सबैले खाने हो हात्ती आउँछ है हात्ती तरिका हो यो बोल्नु सकिँदैन बिर्सेर बोल्नु सकिँदैन उडेर लात्ताल दिन्छ बोल्नु कमी नानी भनेर सो अब चाहिँ हामी यहाँबाट बिदा लिँदैछौँ र हाम्रो साथीले चाहिँ बिदा लिँदै हुन्छ यो ठाउँबाट छोड्नेको लागि सबैजनालाई मजाले बस्नु होला अब हामी जाँदैछौँ है बाई बाई जानु त खायो पियो दुःख दियो अब हामी लाग्दैछौँ है ल जाउँ यता हाम्रो गुन्द्री छ लाग्नु है सेको हाम्रो कोरियन है यहाँ फेरि बिटिएस छ जान त